स्कुटीले स्कुटी होइन यो क्रस फायर हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग के भन्छ हिजो चाहिँ हामी उता लमैमै बस्यौँ हाम्रो किनकि हाम्रो त्यो स्कुटी त्यस्तै भयो बिग्रियो होइन लास्टै ठुलो समस्या भयो क्या हिजो हामीलाई अनि मैले लमैमै हिजो के भन्छ बेलुका ब्लग चाहिँ एन्ड गरिदिइसकेको थिएँ नि होइन अनि त्यसपछि हामी राति चाहिँ त्यही बस्यौँ अनि राति त्यही बसेर हामी चाहिँ बिहान 11-12 बजे उताबाट हिँडेर अहिले चाहिँ हामी यहाँ घरमा आइपुगेका छौँ खानासाना खाएर अनि एकछिन फेरि त्यो स्कुटी देखाउनलाई अब के हो कसो हो बन्छ कि नै होइन त्यस्तो भइसकेको छ साइलेन्सर पुरै भाँचिसकेको छ त्यसरी पड्काउँदै आगो अनि फेरि बाटोमा के भयो होइन धेरै कुराहरू भयो बाटोमा चाहिँ अनि त्यसपछि हामी चाहिँ उतै बसेर अहिले चाहिँ यता आइपुगेका छौँ घरमा छु यति बेला म अब चाहिँ यहाँदेखि के भन्छ त्यो खानासाना खाएर हामी फेरि त्यो स्कुटी बनाउनलाई अब हामी एकचोटि घुराइ जान्छौँ के हुन्छ कसो हुन्छ कि नै न त नहुने जस्तो भयो भने त धेरै लस हुने भयो नि त यार मलाई लास्टै टेन्सन लागिरहेको छ क्या अब त्यो इन्जिनै फेर्नु पर्ने जस्तो मान्छु म त अनि त्यो वेल्डिङ गरेर पनि हुने हो कि नै के त्यस्तो छ अब हेरौँ लेट्स सी के हुन्छ है त्यो स्कुटी त बनाउनु पर्यो नि यार के हुन्छ अब देखाउँ एकचोटि गएर त्यसपछि म हजुरहरूलाई देखाउँदै गर्छु अपडेट के हुन्छ स्कुटी कस्तो छ हालत त्यो हिजो साँझ देखिसक्नु भएको छ म फेरि पनि देखाउँछु तपाईँहरूलाई एकचोटि त्यो बाइक भइदिए अब सुहाउने थियो होला होइन स्कुटी भएर पनि त्यो नसुहाउने के पुरै पड्किने के महाकडक छैन साइलेन्सर नै नभएपछि भाँचिएपछि पड्किने त स्वाभाविक नै भइहाल्यो नि होइन अनि तेल पनि क्या खाइदिने क्या त्यसले त्यो उहाँ फुल ट्याङ्की गरेको लमै आउँदै तेलै भ्याइरह्यो भने ल लास्टै तनाव भयो क्या हिजो चाहिँ जाँदाखेरि चाहिँ रमाइलो गरेर गएको थियो आउँदाखेरि चाहिँ के भयो खै कसैको नजर लाग्यो हो कि के हो तनाव भयो ठिकै छ अब के हुन्छ कसो हुन्छ अपडेट म हजुरलाई दिइहाल्छु सो भिडियो हेर्नुहोस् धैर्य गरेर यदि च्यानलमा नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गर्नुहोस् त्यही नै होला गुटुङ टुङ सब्सक्राइब गर्नु चाहिँ नडराउनुहोस् है केही पनि हुँदैन सब्सक्राइब चाहिँ गरिहाल्नुहोस् ल दामी पाराले तनाव भयो क्या हिजो चाहिँ होइन सो अगाडिको ब्लग हेर्नु भएको छैन भने त्यो पनि हेर्नुहोस् है त्योभन्दा अगाडि हेर्नु भएको छैन भने त्यो पनि हेर्नुहोस् ब्लग चाहिँ म डेली अपलोड गर्नेछु सो च्यानललाई सब्सक्राइब चाहिँ हान्नु पऱ्यो क्या दामी पाराले यस्तो छ स्कुटीको हालत यार नाकडक्स हेर्नु त यस्तो भएको छ यो पुरै भाँच्यो क्या यहाँदेखि भाँच्यो पुरै खतरा मिसफायर हान्छ कि अनि यहाँदेखि भाँचेर हामीले यसलाई यस्तै जुगाड गरेर यसले बाँधेर अनि यो नखसोस् भनेर हामीले यहाँदेखि यसलाई बाँधेर जुगाड गरेर त्यहाँ लमैसम्म आइपुगेर अनि लमैमा फेरि त्यस्तै समस्या भयो अनि त्यहाँनिर बस्यौँ कि हामी यहाँ पनि स्क्र्याच भएर छ अनि यसको आवाज म सुनाउँछु क्या तपाईँहरूलाई हेर्नुहोस् है आवाज यस्तो छ आवाज नयाँ पुरै अब हामी चाहिँ डान लाइन गरेर एकछिन माथि ग्यारेजमा माथिभन्दा पनि सिधै घोराइ नै जान्छौँ हामी के हुन्छ कसो हुन्छ अब यसलाई बनाउनु पऱ्यो गएर पहिला त्यही हो ल कन्टिन्यू गर्नुहोस् है भिडियो चाहिँ हेर्नु पऱ्यो चट्ट लगाएर हजुरहरूले हामी चाहिँ सोडेकुलो आइपुग्यौँ यहाँनिर अब घोडा हिँड्दैछौँ अगाडि बढ्दैछौँ फ्युल पनि छैन आफ्नो गाडीमा पेट्रोल पम्पमै सबै बन्द रहेछ क्या नारायणपुरमा यो चाहिँ यो निकाल्नलाई पुरै खोल्नु पर्ने रहेछ अनि खोलेर फेरि उता लिएर अटो भिलेजमा लगेर अनि यसलाई फेरि जोइन्ट गरेर जोडेर अनि यसलाई लिएर आउनु पर्ने रहेछ अब यसलाई बोकेर फेरि लगेर जानुपर्ने भयो हामीलाई त्यहाँबाट समस्या भयो कि लास्ट ठिक छ अब के गर्नु त बनाउनु त पर्यो होइन ल अब यो हुँदैछ खोलिँदै हुनुहुन्छ है अब यसलाई लिएर जानुपर्छ उता गएर जोडेर लिएर आज पनि अब रातै पर्छ कि अवस्था छ काठ पूर्जा अलग बनाएर बोकेर लग्नु पर्यो त्यहाँबाट यार यार
हेलो गुड मर्निङ एभ्रिवान। हिजो चाहिँ हामी उता स्कुटी बनाएर आउँदा आउँदै राति परिसकेको थियो अनि फोनमा चार्ज पनि भ्याइसकेको थियो, त्यही भएर मैले चाहिँ भ्लग चाहिँ इन्ड गर्न पाएन होइन। अनि अहिले चाहिँ हामीले स्कुटी हिजो बेलुका स्कुटी बनाएर अनि आयौँ राति 9:09 कति भएको थियो त्यति बेला। बाटोमा भ्लग बनाउँदा आउनुहुन्थ्यो, चार्ज पनि थिएन अनि त्यही भएर मैले चाहिँ हिजो केही पनि भन्न सकेन, त्यसपछिको अपडेट दिन सकेन हजुरहरूलाई। अनि स्कुटी चाहिँ अहिले बनिसकेको छ। यो चाहिँ अहिले बनिसक्यो। यहाँबाट के अरे ग्यास होल्डिङ गरेर यसलाई यहाँदेखि यस्तरी जुगाड लगाएर ग्यास होल्डिङ गरेर अनि यसलाई पनि होल्डिङ गरेर अहिले चाहिँ आवाज आउँदैन। ल त्यही नै हो दुःख दियो स्कुटीले। स्कुटी होइन यो क्रस फायर अहिले बल्ल स्कुटी भएको छ फेरि। ल सो त्यही नै हो गाइज है, स्कुटी बनाइयो अनि दुःख पाइयो अलिअलि। इन्जिन बोकेर खोलेर यताउता गर्नु पऱ्यो हामीलाई। ठिक छ यही नै हो। सो च्यानलमा यदि नयाँ आउनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् है। भिडियोहरू हेरिदिनु पऱ्यो, माया देखाउनु पऱ्यो। तपाईँहरूको मायाको एकदमै खाँचो छ, दामी पारेर चट्लाएर भिडियो सेयर इन्जोय गर्नुहोस्। त्यही नै हो। ल च्यानलमा यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्। सो यही नै हो, आजको लागि यति नै। भोलि फेरि एउटा नयाँ भिडियो लिएर हजुरहरूको सामु उपस्थित हुने नै छु। त्यति दिनसम्मका लागि बाई, टेक केयर।